हेलो नमस्ते एभ्रिवान। आज चाहिँ हामी बाहिर जान लागेको हो उता न्युयोर्क सिटीमा। आज चाहिँ नेपाल परेड डे छ अनि त्यसमा हामी अब त्यहाँनिर जाँदैछौँ। तपाईँहरूलाई कस्तो हुन्छ देखाउँछु है त। ल है हामी चाहिँ जान लाग्यो। अब यहाँ पुरै फोटो सेसन चलिरहेछ। भिडियो गरेको मैले कस्तो पोली गयो आजभन्दा छक्कै। गाउनु न गाउनु के हो नि राम्रो सुनेछ। हाम्रो काकीले गीत गाउन लाउनु भएको छ। ल सुन्नु है त। रमाइलो छ माया भन्छ, मजाको छ भन्छ। कति धेरै अमेरिकनको च्यानल। यो चाहिँ अमेरिकनहरूको मरेपछिको स्वर्गको घर रहेछ है। यहाँनिर अब ट्रेनमा चढेर जाने होइन। यति राम्रो राम्रो मान्छेहरू नखिचेर अनि को खिच्दैन नि। के भयो लागि खुस्क्यो। हामी चाहिँ अब गाडी पार्किङ गरेर अब ट्रेन स्टेसनतिर जाँदैछौँ। सबैजना पुरै गफ गर्दै हुनुहुन्छ। Build a battery storage or solar facility so that they can connect to the grid and kind of help with the renewable. हामी पनि आइपुग्नु। ट्रेनले पनि छोडेर गयो। अब एकछिन ट्रेन वेट गर्नुपर्छ। त्यही भएर लक्ष्मीसँग हाना हान्नुहुन्छ क्या मेरो छोरा भनेर। त्यही भएर लक्ष्मीलाई आउट हान्थ्यो क्या। हामी चाहिँ अब आज कहाँ जाला हो। हाम्रो टोलीहरू चाहिँ यहाँ छ। मेरो छोराले मलाई खोजिरहेको छ के गर्ने होला। नेपालीहरू आउनुभएको छ। मेरो छोरा चाहिँ हिँडेर यहाँबाट निस्क्यो। अब कहाँ जाने रहेछ हेरौँ है त। रमाइलो भइरहेछ हामी सबैजनालाई। भाउजू काकीहरू चाहिँ कहाँ जानुभएछ पनि।
बाबु हाई गजल हाई गजल गजल नि त पुरै गर्मीले मेरो बाबु रातै भइसक्यो है कति भयो के भोक लाग्यो मेरो बाबुलाई चाहिँ यो मन हामी चाहिँ जहाँ आइपुग्नु पर्ने हो त्यहाँ आइपुगिसक्यो यहाँ चाहिँ नेपालीहरूको पुरै आज बजार छ बजार लागेको छ गाउँ है गाउँ राष्ट्रिय गाना हाल्नुपर्छ यसो बेला त हिँड्न नआउने हो खासमा हिँड्न नआउने थियो के भन्छ है कस्तो लागिरहेको छ भनेर अहिले मात्रै कस्तो हुने होइन है म झन् बच्चाको आमा नै है काकी बाबु चाहिँ छुट्यो पछाडिबाट जाँदैछ बाबु विषम यहाँ चाहिँ जाँदैछ बसिरहेको छ किन छुट्यो तिमी त आम्मै कति लामो गाह्रो लाइन बस्नुपर्छ नि कागी सिटीमा घुम्दैछु सिद्धिसक्यो ए भाउजू मैले यहीबाट बनाएको छु ए कुन ठाउँ रे यो भाउजू कुन ठाउँ रे यसलाई ओल्ड टेक सेन्टर रे होइन त वाउ यो चाहिँ के हो र त्यसो ट्रेन स्टेसन ए हामी चाहिँ यहाँ आइपुग्यो
लगभग सिद्धियो अब चाहिँ साँझ पनि परिसक्यो बेलुकाको 8:30 भइसक्यो हामी चाहिँ डिनर गरेर घर फर्किन्छौँ यो चाहिँ नेपाली खाना वाउ कति मिठो होला है हाम्रो आजको भिडियो यति नै अब हामी चाहिँ घर फर्किन लाग्यो सबैजना खाना खाइसक्नुभयो बेबी बाई गरिदियो बाई गरिदियो थ्याङ्क यू सो मच बाई